नेपाली कांग्रेसको 15औं महाधिवेशन 2082 पौष 26, 27 र 28 गते हुने गरी द्याय बमोजिमको कार्यतालिका निर्णयार्थ केन्द्रीय समितिमा पेश भयो र त्यो अनुमोदन सर्वसम्मतिबाट अनुमोदन भएको छ। यसमा हामीले मंसिर 20 गते भित्रै नयाँ क्रियाशील सदस्य केन्द्रबाट वितरण गरिसक्ने, जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फारम पठाउने अवधि 24 गते र पुस 8 गते भित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्न सक्ने पुस 8 गते भित्र। अरु यो डिटेलमा जानु परेन। त्यसपछि क्रियाशील सदस्यताको प्रारम्भिक छानबिन समितिले गरेको निर्णय उप परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा क्रियाशील सदस्यता नयाँ र नवीकरण सदस्य। त्यसपछि क्रियाशील सदस्यताको प्रारम्भिक छानबिन समितिले गरेको निर्णय उप परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा क्रियाशील सदस्यता नयाँ र नवीकरण सम्बन्धी परेका उजुरी उप अन्तिम निर्णय गरी क्रियाशील सदस्यको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापति कार्यवाहक सभापतिलाई बुझाउने मिति पुस 14 गते र यो नयाँ क्रियाशील सदस्यता वितरण गर्दा यो समावेशिता, नवयुवा पुस्ता, नयाँ अन्य पार्टीहरूबाट आएका पार्टी प्रवेश गरेकाहरूलाई समेत क्रियाशील सदस्यता दिने व्यवस्था पनि यो निर्णयमा आएको छ।